हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। सबैजना ठिकै हुनुहुन्छ होला है। आजदेखिको चाहिँ फेरि मेरो ड्युटी स्टार्ट भयो। स्कुलहरू छुट्टी भएको थियो, अन्तखेरिको आजदेखि चाहिँ फेरि स्कुलहरू लाग्ने भयो। अन्त त्यही भएर चाहिँ म आज स्कुल जाँदैछु। घाम चाहिँ यस्तो लागिरहेको छ हो, गरम त यति डरलाग्दो छ। म चाहिँ यस्तो बाटो जान्छु हो, रोड पनि गयो भने त पुग्छ, तर पनि म चाहिँ अब सर्टकट हो, त्यही भएर चाहिँ म त्यहीबाट जान्छु। छिटो पुग्छ नि त हो यहाँबाट, तर जुगाको चाहिँ पुरा डर लाग्छ कि। अहिले चाहिँ म यहाँनिर हल आइपुगेँ। यो चाहिँ हाम्रो गाउँको हल हो। अन्त अब चाहिँ यहाँबाट चाहिँ उहीँनिर हो स्कुल। अन्त म जाँदैछु। गरम ज्यादा भएर चाहिँ यहाँनिर रुमाल चाहिँ टाउकोमा राखिन्जेल भइसक्यो। छाता त छ, तर ब्यागभित्र छ, अन्त निकाल्नु अल्छीले चाहिँ रुमालै ओढेको। अहिले चाहिँ म स्कुल पुगेँ। रश्मि चाहिँ मसँग बोल्दैछ हो, रुइन त भन्दैछ हो। अरू बेला चाहिँ रुन्थ्यो नि त, यिनीहरू पुरा रुन्थ्यो। अहिले चाहिँ उनीहरूलाई नै ज्यादा भएछ हौ, स्कुल छुट्टी पनि हो, कहिले स्कुल लाग्नु भन्दै थिएँ। अन्त यहाँ चाहिँ याङछेन आमाले ब्याग बिराइदिनु हुँदै थियो, ऊ पनि रोएन आज। सबैजना नानीहरू एक्साइटेड थियो आज स्कुल आउनुको लागि हो। अन्त यहाँनिर सानवीले चाहिँ उसको नयाँ ब्याग देखाउँदैछ। आमाले किनिदिनु भएको भन्दै ब्याग देखाउँदैछ, ज्योमेट्री बक्सहरू देखाउँदैछ, नयाँ रहेछ हो। अन्त यहाँनिर चाहिँ एसेम्ब्ली स्टार्ट भयो, उनीहरूले प्रेयर गर्दैछ। अन्तखेरिको चाहिँ प्रेयर पछि चाहिँ उनीहरूले ऱ्याम्सहरू गर्दैछ सबैजनाले। त्यसपछि चाहिँ ऱ्याम्स गरेपछि चाहिँ त्यसपछि सबैजना आफ्नो क्लासमा जाँदैछ। अन्त चाहिँ मैले यहाँनिर टिका लगाइदिँदैछु सबलाई। मिसले चाहिँ टिका दिनुभएको थियो, मैले सबलाई टिका लगाइदिँदैछु। अन्तखेरिको यहाँ क्लबले चाहिँ ईशा मिसको बर्थडे हो, ईशा मिसको बर्थडे, ह्याप्पी बर्थडे भन्दै विस गर्दैछ नानीहरूले हो। अन्त मैले यहाँ सबलाई टिका लगाइदिँदैछु। त्यसपछि टिका लगाइसकेपछि मैले यहाँनिर अटेन्डेन्स उठाउँदैछु। रश्मि, याङछेन, अबुल। अन्त चाहिँ क्लासहरू स्टार्ट भयो। मैले चाहिँ यिनीहरूलाई एबिसिडी लेखाउँदैछु। अब बा यत्रो महिना घरमा बसेर बिर्स्यो कि भनेर मैले चाहिँ एबिसिडीहरू दिँदैछु, तर बिर्सिनु चाहिँ बिर्सेको छैन रहेछ। लेख्दैछ उनीहरूले आफ्नो। त्यसपछि चाहिँ मैले यहाँनिर नम्बर्सहरू सिकाउँदैछु, नम्बर्सहरू लेखिदिँदैछु, उनीहरूले भन्दैछ हो। अर्को तिम्रो हात मेरो लिलाउन, तिम्रैतिर हेर मन के गरौँ कारण तिम्रो मेरो हुन्छ मम्मी जाई अनि बोल्ने साइलो हेटिका सलिनु हेटिका सलिनु एउटा ढले मादल वर्ष बिरुली सावनको पानी अरिनायक जय हे भारत बगनी जता जय हमारा कला बिंदै माझे यमुना गंगा जय हे। त्यस पछाडि चाहिँ म एकछिन यहाँ किचन आएको थिएँ पानी खानको लागि। आन्टीहरू चाहिँ यहाँनिर खाना बनाउनु हुँदो रहेछ हो। आलुहरू पनि सबै बिग्रेछ यहाँनिर, अब स्कुल बन्द भएको कारणले हो, हेर्ने मान्छे नभएर चाहिँ आलुहरू पनि सबै बिग्रेछ। आन्टीले चाहिँ यहाँनिर खाना बनाउनु हुँदैछ हो, आलु बनाउनु हुँदैछ। अन्त अन्डाहरू पनि सबै बिग्रेछ हो, अन्डा पनि छरा बिग्रेछ। त्यस पछाडि फेरि क्लास स्टार्ट भयो। ब्रेक पछि चाहिँ मेरो क्लास 2 मा छ। अन्त उनीहरू चाहिँ क्लास 2 को स्टुडेन्टहरू हो, आकृति, अमृता, प्रतिमाहरू हो। यिनीहरूलाई चाहिँ मैले क्वेसन सोध्दैछु। अब एक्जाम खास चाहिँ अस्ति नै दिनको हुने थियो,
तर पोस्ट भएर चाहिँ 9 तारिक दिनको भएर चाहिँ मैले यिनीहरूलाई एक्जाममा के आउँछ त्यो सबै क्वेसनहरू सोध्दैछु। अन्तखेरिको एकछिन बादबाट चाहिँ नानीहरूको खाना खाने छुट्टी भयो। नानीहरूको अब सबैको त होइन, अब एलकेजी नर्सरीहरूको चाहिँ खाना खाने छुट्टी भयो। अन्त नर्सरीहरूको चाहिँ छिट्टो छुट्टी हुन्छ नि त, खाना खाने बित्तिकै छुट्टी भइहाल्छ। अन्त उनीहरूलाई चाहिँ खाना टाइममै दिइहाल्नुपर्छ। 12 पनि 9 बजी हुन्छ उनीहरूले खाना खाँदा हो। खाना खाँदैछ मजाले, यिनीहरूले कस्तो मजाले खान्छ, सेलाइदिन मात्रै पर्छ हो। खाना खाँदैछ यिनीहरू। त्यस पछाडि एकछिन बादबाट ठुलोहरूको लन्च ब्रेक भयो। यिनीहरू सबैजना लन्च गर्नु जाँदैछ। त्यस पछाडि चाहिँ मैले पनि खाना खाइसकेर चाहिँ यहाँनिर पिरोले म नजिकै डल्ले खोर्सानी लगेर गएको थिएँ कि ओठभरि पोलेर हो। अन्तखेरिको चाहिँ खाना खाइसकेर चाहिँ नानीले खेल्नु आउनुहोस् न मिस भाँडाकुटी खेलौँ मैले हो। त्यहाँदेखि उनीहरूसँग एकछिन भाँडाकुटी खेलेँ हो। अन्त मैले चाहिँ के को सब्जी हो भनेर सोध्दै थिएँ नि त, उनीहरूले बैगुन हो भन्दै मलाई केलाउनु लाउँदैछ हो। अन्त खानाहरू पनि खुवाइदिने अरे हो। अन्त खानाहरू खानुपर्छ अरे। अन्तखेरि उनीहरूसँग भाँडाकुटी खेल्दैछु हो। त्यसपछि लन्च ब्रेक पछि चाहिँ मेरो क्लास चाहिँ क्लास 1मा हुन्छ। यो खास चाहिँ क्लास 1 चाहिँ होइन, यो चाहिँ क्लास एलकेजी हो। तर अहिले यिनीहरूलाई चाहिँ क्लास 1को स्टुडेन्टहरूलाई चाहिँ यता एलकेजीमा राखिरहेको छ। अन्त मैले तिनीहरूलाई पनि त्यही गर्दैछु, एक्जाममा अब के आउँछ त्योहरू पढ्नु भनेर दिइरहेको छु हो। कतिलाई त थाहा छ, अन्त तर पनि रिभिजनहरू गर्नु भनेर दिइरहेको छु मैले। उनीहरू मजाले पढ्दैछ हो। त्यस पछाडि चाहिँ स्कुल छुट्टी भयो। स्कुल छुट्टी भइसकेर चाहिँ हाम्रो एउटा प्रेयर्स हुन्छ। त्यो प्रेयर्स चाहिँ हाम्रो यहाँ क्लास 1को नानी सानवीले गराउँदैछ। त्यहाँदेखि सबैजना स्कुल छुट्टी भएर गएर चाहिँ त्यहाँदेखि मेरो चाहिँ यहाँनिर फेरि ट्युसन पढाउने ड्युटी हो। मैले चाहिँ यहाँनिर ट्युसन पढाउँदैछु। ट्युसन पढाइसकेर चाहिँ छुट्टी हुन्छ यिनीहरूको। यिनीहरूको त 4 बजी छुट्टी हुन्छ। यिनीहरू सबैजना चाहिँ ट्युसन पढ्ने नानीहरू हो। त्यहाँदेखि चाहिँ अब चाहिँ ट्युसन पनि छुट्टी भयो, सबैजना गयो। सबैजनाले एकअर्कालाई बाई 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 भन्दैछ हो। नानीहरू चाहिँ ट्युसन पढ्ने नानीहरू हो। सो अहिले चाहिँ म यहाँनिर ट्युसनहरू गराइसकेर चाहिँ मैले घर जाँदैछु हो। अन्त आजको भ्लग चाहिँ यति नै थियो। मलाई पुरा गल्यो। अन्त थ्याङ्क यू सो मच फर वाचिङ. Keep loving, keep supporting. Bye bye.